हेलो एभ्रिवान, सो गुड मर्निङ होइन। अहिले चाहिँ टाइपलाई उज्यालो पनि भयो होइन। अनि त्यसो अब हामी यताउति बाहिर आएको। अब चाहिँ हामी घरतर्फ लाग्नेछौँ। यहाँनिर आएर चाहिँ हामी घरतर्फ लाग्नेछौँ भनिरहेको छु मैले है। तर चाहिँ हामी यो दिन चाहिँ हामी घरतर्फ फर्केनौँ, किनकि हामी एकाएक खोलामा चाहिँ माछा मार्न जाने भन्ने कुरा निकाल्यौँ र प्लानिङ पनि गऱ्यौँ। र माछा मार्न चाहिँ हामी मामाहरूसँग भाइहरूसँग चाहिँ मस्तै बाइकमा चाहिँ पुरा होइन एउटा टिम बनेर चाहिँ हामी खोलामा माछा मार्न चाहिँ गयौँ र पौडी पनि खेल्यौँ। यो भिडियो चाहिँ खासै राम्रो चाहिँ राम्रै हुन्छ। त्यही पनि मैले जुन अगाडिको क्लिप चाहिँ बनाउन पाइनँ, त्यस कारणले चाहिँ सरी। र भिडियो चाहिँ अन्तिमसम्म हेर्नु, माया गरिदिनु। च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु नभुल्नु होला। I move so descriptive like an adjective. I gotta being negative when you should be getting after it. I got facts over tracks, this and that, spitting slow, spitting fast. I could roast, I could gas, think I'm okay at last, but I don't know if that can erase all the past and the pettiness. Guys, what's up? I suck yo. Ciao. Mama died in this. Guys, what's that? I'm just hunting at you. Sir, what is that? I think this is right now. It's just a gang to the town. Sorry, now. Like for that. Oh, I think that's what's the I'm up to think that. थाहा छैन मामा चाहिँ लोकेसन चाहिँ मामालाई थाहा छ। हामी चाहिँ जस्ट मामाको पछाडि छौँ। मामा चाहिँ पुरा के गरेर आउनु भएको थियो होइन। पनि पछाडि हुनुहुन्छ होइन। Thoughts in my head, a collage and they spread. I'll be great one day, going off of my meds. No, I'm not giving up, no, I'm not giving in. I will make it to the top, taking off in the wind. I gotta make it, I'm saving every day to taste it. I'm patient, but my mind, it can hardly take it. I'm chasing a dream that I never said I would make it. Modern kid, top of the taking. Now that I've been put through hell, never got it. I had to do it all myself. मजा गर्न आयो होला हामीले। I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. यो चाहिँ हाम्रो पल्सरवाला मजा आइरहेको छ होइन। ट्याक्सवाला गाडी चाहिँ खतरा डेन्जर चलाउनु छ होइन। बाइक पनि बवाल नै छ होइन। आगो चलाउनु चाहिँ एकदम अगाडिको दाइले चाहिँ होइन। भाग्ने चाहिँ कति 200 सीसीको हो क्या होइन। यार हेरौँ न त अगाडि त्यो बाइक पनि डेन्जर हो। त्यो बाइक चलाउने दाइ पनि झन् खतरा डेन्जर हो। बवाल चलाउनु हुन्छ कि होइन। लाइक अब होइन इम्प्रेसमा हालिदिनु हुन्छ कि त्यो म देखाउँछु कि होइन। हाम्रो 150ले चाहिँ भेट्न सक्दिनँ। आगो अघि त दाइले सोलो चलाउनु भएको थियो त्यो अगाडिको दाइहरूले। हाम्रो जुन मेन नाइके मामा चाहिँ आउनु भएको छैन अझै। अब लाइक यहाँ बसेर कुद्नु पर्ने हुन्छ होला। त्यसै उता हो, मामा कता हो? कता हो? त्यो बाइक चलाउने दाइ हो नि, त्यो बाइक चलाउने दाइ पनि झन् खतरा डेन्जर हो। बवाल चलाउनु हुन्छ कि होइन। लाइक अब होइन इम्प्रेसमा हालिदिनु हुन्छ कि त्यो म देखाउँछु कि होइन। हाम्रो 150ले चाहिँ भेट्न सक्दिनँ। आगो अघि त दाइले सोलो चलाउनु भएको थियो त्यो अगाडिको दाइहरूले।
पामा त उठ्दैन भन्न हामी चाहिँ गलत बाटो आइदिएछौँ अनि चाहिँ हामी चाहिँ अब सही बाटो जानेछौँ तल गएर त्यही हो अब खोलामा अरू भेटौँ न होइन गाई चाहिँ हामी ट्याक्क लगाएर अब तल खोलामा झर्नेछौँ उता चाहिँ बाटो मिस्टेक भएर चाहिँ हामी सिधै गइएछौँ उता अब यहाँबाट खोलामा झर्ने टक्क लगाएर सौडी हान्ने माछा चाहिँ बवाल्ने मार्ने हो कि होइन डेन्जर छ यहाँ त यस्तो देखाइदिन्छु कि म तल हेर्नै हेर्छु अब यहाँबाट चाहिँ अब भित्र जानु हुन्छ ए ल ल हुन्छ ल ल यो बाटो खोलेन घर हो ल हुन्छ ल डेन्जर छ होइन गर्मी पनि बवाल छ भयो एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा बाइक छन् पछाडि अगाडि एउटा छवटा बाइक भयो बवाल नै छ आउनुपर्छ त आउनुपर्छ केटाहरू एकचाल घुम्न होइन आज मामाहरूसित तिमीहरूसित नै आउनु पर्छ हेर गाई जस्तो छ असला बाम त्यस पछाडि चाहिँ काँडे त्यस पछाडि गोटा गोदानो त्यस पछाडि चाहिँ गडौले डाँडा काभ्रे त्यस पछाडि सेतल सबै प्रकारका माछा पाइने रहेछ भनेपछि सम्झिने हो हजुर त्यो त सम्झिने हो होइन एउटा माछा पाइन्छ त्यो पानीमा पौडिन्छ त्यो माछा पाइन्छ त्यही हो त्यही थाहा छ हामीलाई होइन एकदम एकदम सही आएको खै त मामाले चाहिँ भन्दै हुनुहुन्छ हामी यो सर्टकट आएको अब हामी सर्टकट आएको यहाँबाट हामी तल जाने हो सर्टकट गयो आएको हामी मार्ने ठाउँ तल यो अच्छा तल यो बाटो जामै यो हाम्रो चाहिँ फिस हन्टिङ गर्ने ठाउँ चाहिँ अझै तल रहेछ हामी चाहिँ यो बाटो लाग्यो ल के अरे सर्टकट आइएको रहेछ होइन जे होस् यो बाइकको चाहिँ हाम्रो ब्रेक फेल भयो ल ठिक छ ट्याक्क यहाँबाट खोलो तारेर होइन ट्याक्क उता हुन्छ कसरी त यो तार चाहिँ हामी पुलमा आएर बस्न भन्नुभएको थियो मामाले चाहिँ हामी चाहिँ पुलमा आइसक्यो होइन यहाँ ट्याक्क पुल चाहिँ यहाँ हो ट्याक्क पुलमा चाहिँ मस्त बस्नु ट्याक्क मामा रहन्छ ट्याक्क यहाँ खोलामा अब कता जाने हो माछा मार्न थाहा होइन आइसक्यौँ माछा चाहिँ ठुल्ठुला नै छन् जस्तो छ मैले यहाँ भर्खर एउटा देखिरहेको थिएँ कि कत्रो देखिरहेको थिएँ मासु होइन यस्तो छ हेर्नु गाइस चाहिँ हामी खोलामा आइसक्यो होइन ट्याक्कलाई चाहिँ हामी साथीभाइहरू यता हुनुहुन्छ मामाहरू यता हुनुहुन्छ मामा कस्तो लागिरहेको छ एक नम्बर लागिरहेछ है हामी विष्णुका हजुर मुनि छौँ है अब चाहिँ यहाँ ज्वालो कुद्न जाँदैछौँ हजुर टक्क उतातिरबाट पानी थुनिन्छ यता माछा मारिन्छ असला मोटा मोटा है एकदमै असला खाइन्छ अनि तपाईँलाई कस्तो लाग्यो मलाई एकदमै ठिक लाग्छ सबैजनाले लाइक कमेन्ट सेयर एकदम केही शब्द जाओस् हजुरको पनि हाम्रो थालिसक्यो माछा मार्ने हो ठिक छ फाइनल चाहिँ हामी साथीभाइ यता हुन्छ ट्याक्कलाई हामी खोलामा ट्याक्क लगाएर एक दुईवटा असला ससला मारिन्छ खाइन्छ होइन मजा लिन्छ त्यस्तो छ ल खोला गएर भेटौँ सो गाई सोल चाहिँ हामी ट्याक्क लगाएर खोलामा चाहिँ आइयो होइन अघि नै हो आएको त्यसो यसो कामसाम गऱ्यो पौडी सौडी खेल्यो अनि यस्तै छ होइन हाम्रो टोलीले चाहिँ उता माछा मार्ने चाहिँ एउटा कार्यक्रम गर्दै हुनुहुन्छ होइन काम गर्दै हुनुहुन्छ अब ढुङ्गा ऊ त्यहाँ लगाइयो होइन
यता थुन्ने ट्याक्क अब यहाँ चाहिँ मैले एकछिन यहाँ सङ्ग्लेपछि यहाँ माछा मारिन्छ अब चाहिँ उता हुन्छ एउटा बाम चाहिँ परिसकेको छ लामो ठुलो सर्प चाहिँ छ बाम होइन यहाँ पनि छन् सानातिना माछा होइन भुराभुरी छन् होइन त्यही हो भिडियो चाहिँ यस्तै छ होइन त्यही हो अब फेरि खास चाहिँ भिडियो चाहिँ धेरै हुन्न होला मेरो 10% छ 10%मा जति फोटो कति खिच्न सकिन्छ कति भिडियो गर्न सकिन्छ त्यही हो खासै चाहिँ धेरै हुँदैन होला त्यही हो ल ए फोन त डेन्जर फोटो दिन जाने रहेछ यार अब हेर है यताको मजा गाइसहरु पौडी खेला आइज हामी चाहिँ फाइनली चाहिँ माछा मारिसक्यौँ अनि यहाँ चाहिँ हाम्रो माछा देखाउन चाहन्छु माछा ल्याइदिनु त 1% छ कति दिन्छ हेर्नु टन्न गोटा माछा हेर्नु बाम माछा पछि देखाउँछु बाम ल बाम देखाइदिनु बाम भन्ने एला हो है गाइस गाइस ए बाम भन्ने यो होइन यस्तो सर्पो चाहिँ हुन्छ होइन खाना कतिको मिठो हुन्छ त यो एकदमै मिठो हुन्छ बाम भन्ने हेर्नु दाइ हामी ट्याक्क दाइले यता हुन्छ दाइहरू होइन अङ्कल ट्याक्क गोटा पनि छ होइन गोटो पनि ठुल्ठुला नै छ माछाहरू पनि बवाल नै छ हाम्रो अलि बाम अलि धेरै नै मार्यो बाम अलि मार्यो भनौँ न ठिक ठिकै 5,000 बाम मार्छ कति किलो जति होला त ल 2 किलो 2 किलो चाहिँ छ होइन यो ठिक ठिकै मार्यो बेटी 1% छ 1%मा चाहिँ कति बन्छ थाहा छैन यता हुन्छ हाम्रो टोली ल हेलो हाई गर्नु आज यत्रो बाम मार्यो दुःखले गरेको होइन हेलो हेलो 1% त सबैले हाई गरिदिनु ल केही भन्न चाहनुहुन्छ सबैजनाले भिडियो हेरेर लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला हजुर हजुर चाहन्छु बाँकी अगाडि फोटो छान्छु भिडियो हजुर ल यो चाहिँ हाम्रो लास्ट भिडियो होइन 1% छ बेटी पनि छैन अब कति भन्छ थाहा छैन सर्प माछा हेर्नु बाम भन्छ यसलाई ल ठिक छ देखाउनु त बवाल देखाउनु न यस्तो माछा चाहिँ सर्पले पनि हान्छ मेरो नि म सक्छु यस्तो हेर्नु गाइस चेक्क माछा होइन ल बाम माछा जुन खानामा अत्याधिक मिठो एकदम राम्रो स्वादिष्ट हजुर बाम माछा त्यसपछि यहाँ चाहिँ हाम्रो झिँगे माछा भुराभुरी माछा सब छ होइन गोटो चाहिँ हेर्नु गोटो चाहिँ बवाल नै छ गोटा हेर्नु कि कत्रो हो ट्याक्क होइन ल सबै टोली हिँड्नुहुन्छ अब किनकि अन्तिम समय हो अन्तिम चरण हो अब हामी चाहिँ यसपछि घर जानेछौँ मोबाइलमा चार्जर पनि छैन 1% छ 1%मा चाहिँ मैले भिडियो बनाएँ 1%मा थाहा छैन अब कति भन्छ होइन सोइलाइन गाइस भिडियो चाहिँ भेट्यो होइन कस्तो लाग्यो कमेन्टमा भन्नु होला सब्स्क्राइब गर्नु होला खासै भिडियो मेरो बेटी सक्यो होइन अब चाहिँ हामी घरतिर फर्क्यौँ पे खोलो बाई माछा यस्तो छ होइन ठाउँ चाहिँ बवाल नै छ होइन हाम्रो 2जना बाइकहरू 2जना टोलीहरू चाहिँ अगाडि गइसक्नु भयो अरू आउँदै हुन्छ पछाडि हामी चाहिँ मामा र म यता छौँ